र यो एलएलबीको कफी उहाँले बनाउनु भएको, उहाँले पनि बनाउनु भएको। यो चाहिँ हाम्रो तर यो चाहिँ हाम्रो ग्रुपलाई मात्रै हाम्रो चाहिँ उयो बनाएको रुबस्ता है किन आएको थिएँ मैले भन्नु रोबस्ताको त यहाँ राना यहाँ छ। यहाँबाट चाहिँ तपाईँहरूको देख्ने भागहरू चाहिँ माथि नेउरा जोरपोखरीहरू माथि के भन्छ रचेला डाँडा रचेला पिकहरू र नेउराको जङ्गलहरू लास्टबाट देख्ने। अन्त यता देख्ने चाहिँ यो डाँडाको पछाडि सानो देख्दैछ यो चाहिँ तपाईँको गुम्बा डाँडा भयो। त्यहाँदेखि चाहिँ हुँदै 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 यो सामसिङको डाँडाहरू सामसिङ फरेस्टहरू त्यहाँदेखिको यो तलको यो ओद्लाबारी मालबजारहरू र सनराइज चाहिँ यहाँबाट हुँदो रहेछ। भन्नै पर्दा फेरि अलिपुरद्वारपट्टिबाट चाहिँ सनराइज आउँछ होला मेरो ख्यालले। तर सनराइज चाहिँ दामी, यहाँ सनसेट पनि दामी नै, सनराइज पनि दामी नै। सुबह सुबह कॉफी के साथ और ये नजारा क्या है, दिल गाड़ा गाड़ा होगा। देखो देखो ना ये क्या है, सुबह सुबह क्या है। टाइम साइड चाहिँ यहाँ छ, तर हामी चाहिँ यहाँ सुत्नु चाहिँ फर्स्ट दिन मात्रै पायौँ। सेकेन्ड दिनदेखि चाहिँ गेस्ट बेसी हुनको कारणले गर्दाखेरि चाहिँ हामीहरू पर एटिकमा सुत्नु पायौँ। तर ठिकै छ, यहाँनिर चाहिँ मर्निङ ब्रदर यहाँ चाहिँ टेन साइड साइक्लिस्टहरू माथि यहाँ बसेको छ, हिजोलाई आउनेहरू र ब्रदरहरू त्यहाँ तल रहेछ। हामी चाहिँ हिजो सुताइ भएको थियो यसमा कोल्डमेनमा, तर आज चाहिँ थाहा छैन को सुतेको छ यसमा। बाँकी त त्यही मर्निङ गयो जानु पाएनौ मन नदुखाऊ मन दुखाउँदिन, अब बिजनेस गर्नु पर्यो नि। पैसा होइन यहाँ हामी खाने पैसा रेडी रेडी पानी खानु आँटेको थिएँ। इङ्ग्लिस भन्दा सुरज भन्दैछ। I'm very excited today है, this is our first hike माथिदेखिको तलसम्म। यस यस थ्याङ्क यू। फेरि पनि स्वागत छ हजुरहरूलाई यो मेरो एल्बमको सेकेन्ड पार्ट भिडियोमा। यो सेकेन्ड पार्ट भिडियोलाई ढिलो भएकोमा क्षमा चाहन्छु, कारण अहिलेको मौसममा सर्दी लाग्नु भनेको आम बात हो र त्यही आम बात ममा पनि परेको कारणले गर्दा भिडियो बनाउन ढिलो भए। सबके लिए हम बोलता है ये रास्ता बहुत ख़राब है। ख़राब नहीं, अभी ट्रैकिंग तो ऐसे जगह में करना पड़ता है ना। वहाँ अच्छा रास्ता में ट्रैकिंग करने से तो कोई अच्छा नहीं होता है। एक ख़राब रास्ता में ट्रैकिंग करना पड़ता है। थोड़ा दम रख के चलना है, उधर थोड़ा दम रख के, थोड़ा हड़बड़ी मत करना। हड़बड़ी करेगा तो जल जाएगा। मलाई सर्दी लाग्नको कारण पनि यही भिडियो मार्फत जान्नुहुनेछ। आज दोस्रो दिन थियो यालबुङ फिस्टको। आज यालबुङलाई चिनाउने ठाउँ जाँदै थियौँ हामीहरू यालबुङ क्यानोन र हामी टोटलीमा 55 जना थियौँ। हामीसँग हुनुहुन्थ्यो डिएम म्याडम र अन्य पञ्चायतका सदस्यहरू। कोइला हो नि हजुर, चार्कोल पुरै। यो पानी सफा होला है? हुन्छ खाँदा हुन्छ। बोतलमा भोलि अलिक टेस्ट चाहिँ छैन, किनभने कोल माइनको पानी हो कि। कोइला हो यहाँनिर सिधा गएको यस्तो साइड छ पहिला। डल्लै कोइला है? पहिला यो गएको चाहिँ वहाँ निस्केको छ तपाईँको कालीझोडा हो र? यसको जुन चाहिँ बियर मतलब यो माइनिङ चाहिँ भएको छैन? त्यहाँबाट गएको छ 3 दारेकै। माइनिङ चाहिँ गरेको छैन है? यो पहिला थियो यहाँ, हातले गर्थ्यो होला पहिला यहाँबाट लान्थ्यो कम्पनीले। जस्तो 68 को टाइममा चाहिँ यो पार्ट भएको त। ए हजुर हजुर। त्यहाँदेखि चाहिँ छैन अहिले। ए हजुर। अहिले चाहिँ लान्छ इलिगल। ए हजुर हुन्छ। यस्तो हुन्छ। र यो एरियामा चाहिँ कोइला चाहिँ पुरै कोइला यसरी पाक्खै माइन्ड गरौँ नपर्ने पुरै कोइला।
हामी रिभरसाइड पुगेर एउटा सानो ऱ्यापलिङ डेमोन्स्ट्रेसन पनि देखायौँ जसमा म भलिन्टियर थिएँ र सबैभन्दा पहिले मैले नै देखाउनु पर्ने भए। अहिले चाहिँ हामीहरू क्याननको तर्फ लाग्दैछौँ। हामी भलिन्टियर्समा लास्ट ग्रुपलाई ह्यान्डल गर्दै हामी पछाडि छौँ। यहाँनिर यो हात्ती आएको हो? हात्तीले हगेको नि यो त? हात्तीले हगेको यो हो नि। कपिदेऊ उकालो। हेलो तपाईँ चाहिँ कहाँबाट हुनुहुन्छ? राँची। राँची त्यहाँ त सलमान खानलाई तेरो नाममा पागल हुन हालेको थिएन? त्यहाँ होइन होला हौ, दिल्लीवालामा हाल्यो, आग्राको हालेको थियो। सलमान खानलाई सायद राँचीमा हालेको थियो तेरो नाममा। यस होला। ओ माय गॉड, वाइ? थ्याङ्क यू। यसलाई कसैको हेल्प चाहिने रहेछ। यस्तो टाइपको ढुङ्गा ज्यादा हुनुका कारणले चाहिँ क्यानन क्रिएट भएको रहेछ नेचुरली। जसरी कसरी गर्दै हामी पुग्यौँ यलबुङ क्यान्योन। यहाँका दृश्य अति नै अचम्म रहेछ। यसको उचाइ लगभग 50 देखि 100 मिटरसम्म छ भने यसको लम्बाइ 900 मिटर एप्रक्स छ भन्छ यहाँका बासिन्दाहरूले र हामीले पार गर्यौँ 500 मिटर। मेरो पैसा कहाँ दिन्छ गएर छौ? हल्का फुल्का त्यहाँ घुम्नु सबभन्दा पहिलो कुम्टा हुन्छ यहाँ। Oh my god. यहाँ रहेछ नि त सबसे मेन चाहिँ यहाँ रहेछ नि त। अब चाहिँ छैन होला के छ? बजारी चाहिँ अब छैन। म त फर्स्ट टाइम आएको। ए तपाईँ सक्दैन तिमी? सक्दैन रहेछ नि त। भैया टाइट पक्रियो ती भाइ तिमी यतापट्टि आउनु यतापट्टि डोरीको यतापट्टि ल आऊ न डुब्यो भने म छु नि ठिकै होइन माथि हुन्छ पक्र आउनु न डुब्दैन तिमी खुट्टा चाहिँ हल्लाउनु पुरा खुट्टा चाहिँ चलाउन डुब्दैन हौ कम्फर्ट डुब्दैन आउ न दुईटा हातले अब खुट्टा छोडिदेऊ पानी छोडिदेऊ खुट्टा हल्लाउँदै
अहिले खुट्टा खुट्टा हल्लाउँदै अब गएर ल ए म त सानो सोचेँ नि त हेभी होला भनेर कि बट इट वाज नट द्याट मच आई एम थिङ्किङ मान्छेको चाहिँ सोचाइ मात्रै डर हुँदो रहेछ आइसकेपछि हुँदैन रहेछ धन्यवाद त तपाईँ नआएको त आउँदैन डर लागिरहेको थियो मलाई कि मलाई एक्सपिरियन्स छैन त्यो चुकदुके बस्यो जहाँसम्म पुग्यो पुग्यो नि त म चाहिँ गएको निक्लिँदाखेरि चाहिँ भेटेन भने भनेर राम 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 यता गयो राम 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 आउँदैछ राम 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 जय शिव शङ्कर जय शिव शङ्कर जय शिव शङ्कर जय शिव शङ्कर शिव 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 हरिनाथम जगन्नाथम क्या हो गया राम 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 शिव 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 अप्टे हाँ यताबाट हो अब फेरि पनि एकपल्ट यहाँ पुग्नुपर्ने रहेछ होइन गएर औ यता आउँदा नानी फोटो 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 कान्छ के झाडो भयो होइन पक्रेर उसलाई तिम्रो जानु भयो उयो पर्सेन्ट पुऱ्याएको छ जानु भन्नु त अरू कोही छ जो हामी उँधोबाट हो यताबाट को आउने अलिकति नेभर गिभ अप नि हो भने कम्प्लिट त गरौँ न यहीँसम्म त होला है हजुर हो ओ एक्लै त आउँदैन आउँदैन रहेछ अझै उतैसम्म हो कि यहीँसम्म मात्रै हो होस् त्यहाँबाट उता चाहिँ गएको छैन त अब हिजो राइडको चाहिँ हाम्रो चाहिँ त्यो अवेरनेस राइड थियो ड्रग्स अवेरनेस हो त्यो चाहिँ खासमा हो भने चाहिँ हामी चाहिँ सिएडिएफ भन्ने एउटा अर्गनाइजेसन फर्म भएको छ दार्जिलिङमा सिटिजन अगेन्स्ट ड्रग्स भनेर हो अन्त त्यसको अवेरनेस चुज गर्दै आएको अब यो सिएडिएफले चाहिँ अब कोही एडिक्टहरू अब या त अब कोही अब त्यो खानेहरू अब सुध्रिन्छु मलाई इच्छा छ सुध्रिनु भन्यो भने चाहिँ फ्रीमा ट्रिटमेन्ट फ्रीमा उयो गरिदिन्छ हो पैसाहरू केही पनि पर्दैन तर अब उयो चाहिँ हुनु पऱ्यो यस अब हामीले हेर्दा पनि अब यो मान्छे चाहिँ सोधिन्छ होला है मेबी भन्ने क्या कन्फर्म छ भने चाहिँ त्यहाँबाट चाहिँ हामी त्यो उयो गर्नु सक्छ हो हिजोको राइड चाहिँ त्यही उयो गर्दै आएको अब प्रमोट गर्दै हाम्रो युथहरू अहिले कुल हुनु खोज्दाखेरि भक्कु ड्रग्स खान्छ हो अन्त लाइफ बिग्रिन्छ त्यहाँबाट खत्तम भइहाल्यो अन्त कुल हुनु खोज्दाखेरि फुल भइहाल्छ हो त्यसकै अवेरनेस उयो गर्दै आएको थियो अहिले फेरि पाहाडी क्षेत्रमा यस्तो ड्रग्सहरू है ओभरै ज्यादा उयो भइसक्यो अब अहिलेको 17 वर्ष 18 वर्षको केटाकेटीहरूले क्या त पुरै अब यसमा रेस्ट्रिक्सन त गर्छ तर उनीहरूले त्यो गर्नेहरूले नि मिलिरहेको हुन्छ जस्तो पनि लाग्छ मलाई चाहिँ त्यस्तो त होइन कि अब ड्रग्सलाई कम्प्लिटली हटाउनु पनि सक्दैन अब यो एकजनालाई ढाल्यो पनि अर्को त आइहाल्छ अब किनभने इजी मनी सर्टकट हो एउटालाई कम्प्लिटली बन्द गरिदियो पक्रेर लग्यो भने पनि अर्को आइहाल्छ अब यो चाहिँ अब
खाने मान्छेलाई नै अब जागरुक बनायो हो त्यो पाउँछै पाउँछ जसरी पनि हो अब त्यसलाई त बन्द गर्नु सक्दैन खाने मान्छेले नै खाँदिनँ भनेर उस गऱ्यो भने चाहिँ त्यहाँबाट मात्रै रोक्नु सक्छ होइन फेरि अहिले यो पियर प्रेसरले गर्दा क्या फुल हुनु खोज्दा या साथीले त खायो साथीले खाना खाना हो भनिदिन्छ हो पियर प्रेसरमा साथीले पनि खानै पऱ्यो अब त्यसरी एक दिन खान्छ 2 दिन खान्छ त्यहाँबाट कहिले उस हुन्छ त्यतिकै बानी लाग्छ त्यतिकै भयो फुल हुनु खोज्दा उस हुनु खोज्दाखेरि फुल भइहाल्छ त्यहाँ खतम भयो त्यहाँबाट ल धेरै धेरै धन्यवाद तपाईँलाई यस्तो चिजहरू प्रमोट गर्नुहुँदैछ र आउनेवाला दिनहरूमा पनि गर्दै जानुहोस् पनि हामी ट्राई गर्ने फेरि यस्तै बाइक राइड लिएर आउने रेलबुङमा अवेरनेस गर्नको लागि कोलाखान पनि आउनुपर्छ है यहाँनिर चाहिँ बाघलाई चाहिँ कुकुरले काट्नु सेरै उहाँ जस्तो आँटी मान्छे चाहिँ फेरि कहीँ पाउनु हुँदैन तपाईँले क्यानन घुमेर हामी लाग्यौँ लन्च लिनको लागि जहाँ रिभर साइडमा तयार गरेको रहेछ थाकेको जिउ भिजिएको लुगा र जाडो मौसममा यो तातो खाना र आगो आहा अपनीमा ठिक्कै भोक लाग्यो नि त खान्छु फेरि अहिले खानुमा के सरम है तो फिर से खाएगा मैं यो 3 दिनको अन्तरालमा धेरै कुराहरू अनुभव गर्न पायौँ जहाँ नयाँ साथीहरूसँग भिड भयौँ दुःख सुखका कुराहरू व्यक्त गर्न सक्यौँ एकअर्कासँग धेरैवटा नयाँ कुराहरू सिक्न मौका पायौँ देही आर्ट ग्रुपका सदस्यहरूसँग टिस्टा रेस्क्यु ग्रुपका सदस्यहरू जस्ता साहसी बन्न मौका पायौँ साथसाथै हामीले हाम्रो गाउँ कोलाखामलाई पनि चिनाउन मौका पायौँ र त्यहाँ आएका सबैजनालाई हामी घुमाउ कालिम्पोङका सदस्य हौँ भनी चिनाउन पनि मौका पायौँ र यो सबै कुराको श्रेय जान्छ हाम्रो फ्रेन्सिस राई दाजु अनि हेमन राई दाजुलाई उहाँहरूले गर्दा आज यो सबै कुरा हुनमा सफल भयौँ र आउनेवाला दिनहरूमा पनि यस्तै प्रकारका कार्यक्रमहरू देख्न पाऊँ यल्दुन टिमकोबाट र यति नै भन्दै आजका यस श्रृङ्खलालाई यहीँ टुङ्गाउन चाहन्छु धन्यवाद ढुक्कै लाग्यो त्यो टेन्सनै भयो नि फोन चार्ज हुन्छ यस्तै गर्नुपर्ने म मर्छु के हुन्छ नभन है हामी माझमा अति साहसिक अनि बलवान साइक्लिस्टहरू अगुवाई मैदानमा छिरिसकेका छन् भने यहाँ उहाँहरूले
स्टन्टहरू गर्न गइरहेको छ। दया गरी तपाईँले यो जग्गाहरू खाली राखिदिने म निवेदन गर्न चाहन्छु। साथै तपाईँहरू छेउछेउमा बसेका जो जतिजना पनि भिडियो फोटोजहरू लिनु हुँदैछ, दया गरी सेफ डिस्टेन्स सेफ स्पेस राखेर बसिदिने म यहाँबाट निवेदन गर्न चाहन्छु। र विशेष गरी सासाना बालबालिकाहरूलाई तपाईँहरूले दया गरी सम्हालेर राखिदिने। र अब यहाँ साहसिक खेला सुरु भइसकेको छ र हेर्नुहोस् र जोरदार तालीको साथमा भलिन्टियर्सहरूलाई पनि जोरदार ताली बजाइदिनुहोस् किनकि उहाँहरूको साहस हो। र यता अर्को चर्तीकला भइरहेको छ यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुनेछ। र फेरि पनि जोरदार तालीको साथमा हामी